केपी ओलीलाई अरेस्ट गरिसकेपछि पुलिसले एमालेका फ्यानहरू अब झोले त नभनौँ होइन फ्यान भनौँ न फ्यानहरूले गएर आन्दोलन गरेछन् ठाउँ ठाउँमा होइन त्यो मध्येमा एकजना चाहिँ यो जगल्दे दाजु हेर्दै अब के भन्ने नराम्रो किन भन्ने होइन तर अब अस्ति जेन्जी आन्दोलनमा पनि हुनुहुन्थ्यो कति 5 लाख कति लाख चाहिन्छ मेरो हात भाँच्चा छ मरे मान्छेलाई चाहिँ बरु कम दिने रे होइन घाइते भएको हात खुट्टा भाँच्चा मान्छेलाई चाहिँ गरी खान गाह्रो हुन्छ पैसा धेरै चाहियो रे त्यस्तो भन्ने मान्छे अब एमालेको मान्छे भनेर उतिखेर थाहा भइसकेको थियो त्यही पनि अब झन् त्योभन्दा प्रुफ गर्नुभयो क्या एमालेकै मान्छे हो भनेर आज जेन्जी आन्दोलनमा 35,000 दियो ओली रिहाईको आन्दोलनमा केही दिएन अरे दसैँ खर्च जेन्जी आन्दोलनमा 35,000 कसले दियो क्या यसलाई किन दियो कस्तो घाइते भनेर दिएको जेन्जी नै होइन त उता 20,000 तिहार खर्च 15,000 गर्दा जम्मा 35,000 पाए पैसा कति पाउनु पैसा त 35,000 जम्मा 35,000 पैसा पाउनु दसैँ खर्च 20,000 तिहार खर्च 15,000 गर्दा जम्मा 35,000 पाए त्यही पनि ब्याङ्क अकाउन्ट बनाउनु पर्ने रहेछ आन्दोलनमा गएर तपाईँले त खर्च पाउनु भएछ यो पालिको आन्दोलनमा केही पाउनु होला त अब यो आन्दोलनमा त केही पाएन तपाईँको अध्यक्ष केपी ओली पक्राउ पर्नु भएको छ कसरी लिनु भएको छ तपाईँ त्यसमा चाहिँ नि अब अध्यक्षज्यू अब पूर्व प्रधानमन्त्री पनि हो पूर्व प्रधानमन्त्रीलाई समात्यो होइन अब त्यो समात्यो क्रममा अब अरूलाई पनि समाउनु पर्यो अब गृह मन्त्रालय पक्राउ गर्नु ठिक हो कि होइन खासै हेर्दा त पूर्व प्रधानमन्त्री हो पक्राउ चाहिँ गर्नु नहुने हो तर अब पक्राउ गरेपछि सबैलाई पक्राउ गर्नु पर्यो के अब सुशीला कार्कीलाई नि पक्राउ गर्नु पर्यो बालेनलाई नि पक्राउ गर्नु पर्यो सुदन गुरुङलाई नि पक्राउ गर्नु पर्यो अब नेपो बेबीहरू सबै पक्राउ भयो म पक्राउ भयो टिओबी पक्राउ भयो अब निग्लोस पक्राउ भयो हमाल पक्राउ भयो होइन अब उनीहरू पक्राउ जेन्जी आन्दोलनमा पनि देखिनु भएको थियो यो एमालेको आन्दोलनमा पनि आउनुभयो किन भन्नुहोस् त अब जेन्जी आन्दोलनमा किन जानुभएको थियो र आजको आन्दोलनमा किन आउनु अब जेन्जी आन्दोलनमा त अब परिवर्तनको लागि होइन अब त्यसको लागि चाहिँ नि हामी गइरहेका थियौँ परिवर्तनको लागि गएको हो रे यहाँ गफ हेर न परिवर्तनको लागि होइन जेन्जी आन्दोलन सकिसकेपछि अब त्यतिखेर आर्मी चिफले चाहिँ जेन्जीहरू म जेन्जी भनेर फरक ग्रुप बनाएर आउनुभन्दा सबै एकचोटि मिलेर को जेन्जी खास रियल जेन्जी को त्यसरी आऊ भनेर भन्नुभएको थियो त्यसैगरी चाहिँ अब यिनीहरू चाहिँ त्यो भाट्नलाई हामी जेन्जी हो भनेर त्यो त्यसरी गएको हो क्या यिनीहरू परिवर्तनको लागि गएको भन्छ के हो अब 23 गते त गएनन् यिनी बुढा 24 गते चाहिँ गयो होला 24 गतिको त मतलब भएन नि त 23 गते हो नि त मेन रियल खास जेन्जीको आन्दोलन भने 24 गते चाहिँ अब ढुङ्गा सुङ्गा हान्न आगो लाउनु गयो होला थाहा भएन त्यो चाहिँ अब त्यसको लागि चाहिँ गोली पनि त्यतिखेर लाग्यो होला गोली लाग्यो भन्दै हुनुहुन्थ्यो अब सबैले अब त्यही भने नि त अब आन्दोलन गर्ने होइन जेन्जी आन्दोलन गर्ने भनेपछि सबैलाई अब जान मन लाग्यो विलिङली म पनि जान मन लाग्यो होइन अनि गयो अब त्यसमा गएर चाहिँ नि अब गोली पनि लाग्यो है गोली पनि खायो समातियो पनि होइन अरू सबैलाई समातियो महेश बस्नेतलाई के भन्न चाहनुहुन्छ महेश बस्नेतलाई के भन्ने महेश बस्नेत त भन्नुहोस् न त्यो अपराधीलाई उहाँ चाहिँ महेश बस्नेतले मलाई जबरजस्ती गर्यो भनेर मुद्दा हाल्नु भएको है उहाँले चाहिँ उहाँको नाम चाहिँ के पो थियो यार शोभा पाठक रहेछ शोभा पाठक त छिटै कारागार लाने तयारी हुँदैछ अब न्यायालयको 11 गते मात्रै फैसला छ बरु मिल्छ भने तपाईँहरू सबैजना न्यायालयको जुन दिन फैसला छ त्यहाँ आइदिनु होला पुर्जी कसरी जारी भयो कसरी शनिबारको बिहान पक्राउ पुर्जी कसरी जारी भयो शुक्रबार जारी भएको भए शुक्रबार किन गइएन यो शनिबार पक्राउ पुर्जी जारी कस्तो त्यो शनिबार बिदा हुन्छ सरकारी अफिसहरू त्यही भएर हो के हो खास के हो र सबै कुराको जवाफ दिनु पर्यो भोलि केपी शर्मा ओली कोर्टमा जाँदा कस्तो शनिबार र शुक्रबारको कुरा हेर कस्तो समात्ने हो आखिर होइन के भयो त कमेन्टमा हेर न यहाँ के हो यो फेरि बालो यो सुदन गुरुङ नेपाली सुदन गुरुङ नेपाली हो रे कस्तो रेसिस्टको पनि सीमा हुन्छ नि यार कस्तो नेपाली हो भनिदिने क्या हो त्यही भने ए झप्पै आयो गुरुङ दाई पानी बाँडेर नेता होइन भनी मन्त्री भएर
केपी रमेश लगिहाल्यो भेनमा हालेर केपी रमेश लगिहाल्यो भेनमा हालेर कि कसो साथीहरू बिल्कुल ओए किन जङ्गियो गयो यसरी प्रतिशोधको राजनीति गर्ने रेमा हाम्रो गृहमन्त्रीज्यू आफ्ना पुराना दिनहरू मारे पुराना दिनको कुरा छोडिदियो पुराना दिनमा के हुन्छ के केपीओलीलाई पक्राउ गरिएको कुरामा साथ छ कि छैन मलाई थाहा हुन्न हजुर उहाँले अझै पनि किताब बेच्दै हुनुहुन्छ के हो यार यो थाहा हुँदैन कानुनलाई थाहा छ कानुनलाई थाहा छ कानुनले गर्छ जे गर्छ गर्छ ठिक गरे कि बेठिक गरे बालेन सरकारले कानुनले गरे ल त्यो त हो ल आयो प्रतिशोध तर बुढा खुसी छ अरे खुसी त होला नि भित्रभित्र होइन भयो भनेर अब आन्दोलन गर्ने भन्दैछ नि एमालेहरू त्यसै गर्नु थाहा छैन त्यस्तो कुरा नसोध न यार यो किताबको कुरा सोधे हाम्रो युवा मन्त्री आउनुभयो प्रधानमन्त्री एकदम आशा जागेछ गुरु आशा मात्रै नगर्नुहोस् काम पनि गर्नुहोस् के छ यसपालि जादु चल्छ चल्दैन 17 को चाहिँ अब 32 को जादु खुम्चेर 17 मा आयो गणतन्त्र अन्तर्गत जसले जिते नि प्रचण्डले जितेको हुन्छ के छ यसपालि जादु चल्छ जसले जिते पनि प्रचण्डले जितेको हुन्छ अरे कसम ल केटा आजलाई यति गरौँ नेक्स्ट भिडियोमा भेटौँला